के तपाईले कहिल्यै सोच्नु भएको छ किन केही कम्पनीहरू दशकौंसम्म सफल रहन्छन् जबकि केही ठूला कम्पनीहरू अचानक सङ्कटमा पर्छन् र ढल्छन्? उत्तर उनीहरूको व्यापार रणनीतिमा मात्र होइन, उनीहरूको लिडरशिप ट्यालेन्ट पुलमा लुकेको हुन्छ। धेरै कम्पनीहरूले राम्रा मान्छेहरू खोज्न धेरै लगानी गर्छन्, तर समस्या के छ भने उनीहरूले भविष्यका नेतालाई होइन, आजका उत्कृष्ट कर्मचारीलाई मात्र देख्छन्। रामचरणको यो पुस्तक लिडर एट अल लेभल्सले एउटा तितो सत्य बोल्छ। हाम्रो परम्परागत नेतृत्व विकास प्रणाली फेल भइसकेको छ। के हामी साँच्चै नै सही ठाउँमा मान्छे विकास गरिरहेका छौँ कि केवल जागिर भर्नका लागि प्रक्रिया पूरा गरिरहेका छौँ? आज हामी यो पुस्तकको माध्यमबाट सिक्नेछौँ कि कसरी एउटा संस्थाले अप्रेन्टिसशिप मोडेल मार्फत आफ्नै भित्रबाट विश्वस्तरीय नेताहरू जन्माउन सक्छन्। विश्व प्रसिद्ध बिजनेस सल्लाहकार रामचरणले यस पुस्तकमा नेतृत्वको सङ्कटलाई समाधान गर्ने एक व्यावहारिक समाधान प्रस्तुत गरेका छन्। पुस्तकको मुख्य उद्देश्य कम्पनीहरूले कसरी बाहिरबाट महँगो मूल्यमा सिइओ खोज्नुभन्दा आफ्नै संस्थाभित्रका हाई पोटेन्सियल प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई जिम्मेवार नेताको रूपमा तयार पार्ने भन्ने हो। लेखकका अनुसार नेतृत्व कुनै क्लासरुम कोर्स होइन, यो एउटा अभ्यास हो। पुस्तकले ती कम्पनीहरूको उदाहरण दिएको छ जस्तै जी, कोलगेट, पाल्मोलाइभ, नोभार्टिस, जसले कसरी साना कर्मचारीहरूलाई सही समयमा सही चुनौतीहरू दिएर उनीहरूलाई पछि सिइओ बन्न योग्य बनाए। यदि तपाईँ कुनै टिम वा संस्थाको नेतृत्व गर्दै हुनुहुन्छ वा आफ्नो करियरको भविष्य खोज्दै हुनुहुन्छ भने यो पुस्तकले तपाईँको सोचाइमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ। 1. नेतृत्व विकासको पुरानो ढर्रा किन फेल भइरहेको छ? धेरै जसो कम्पनीहरूले पर्फर्मेन्स रिभ्यूलाई नै नेतृत्व विकास ठान्छन्, तर रामचरण भन्छन् सृजनात्मक र विश्लेषणात्मक क्षमता हुनु र नेतृत्व क्षमता हुनु दुई अलग कुरा हुन्। राम्रो सेल्सम्यान वा इन्जिनियर हुनुको अर्थ ऊ भोलि सिइओ बन्छ भन्ने होइन। समस्या यो छ कि कम्पनीहरूले मान्छेलाई प्रमोसन दिन्छन् तर उनीहरूलाई लिडरसिपको लागि स्ट्रेच एसाइनमेन्ट दिँदैनन्। 2. अप्रेन्टिसशिप मोडेलको अवधारणा। लेखकले अप्रेन्टिसशिप मोडेलमा जोड दिएका छन्। जसरी एउटा सिकर्मीले गुरुको प्रत्यक्ष निगरानीमा काम सिकेर मास्टर बन्छ, त्यसरी नै भविष्यका नेताहरूले पनि वास्तविक व्यापारिक समस्याहरू हल गर्दै गुरु अर्थात् मेन्टरको निगरानीमा आफ्नो क्षमता बढाउनुपर्छ। यसका 3वटा मुख्य खम्बाहरू छन्। पहिलो, प्रारम्भिक पहिचान। 20 देखि 25 वर्षको उमेरमै कसमा लिडर हुने लक्षण छ त्यो चिन्नुहोस्। 2. सघन अभ्यास। मान्छेलाई त्यस्ता काम लगाउनुहोस् जसले उनीहरूको क्षमतालाई चुनौती दियोस्। 3. गुरुको भूमिका। नेतृत्व विकास केवल एचआरको काम होइन, यो प्रत्येक म्यानेजरको मुख्य जिम्मेवारी हो। 3. मान्छेमा लिडरसिप पोटेन्सियल कसरी चिन्ने? रामचरणले 2वटा सूत्र दिएका छन्। पिपुल एक्युमेन, मान्छे चिन्ने क्षमता। ती व्यक्ति जसले आफूभन्दा बढी क्षमता भएका मान्छेहरूलाई टिममा तान्छन् र उनीहरूलाई एकताबद्ध राख्न सक्छन्। बिजनेस एक्युमेन, व्यापार बुझ्ने क्षमता। ती व्यक्ति जसले स्ट्रिट भेन्डर जस्तै गरी आफ्नो व्यवसायको पैसा कसरी बन्छ र कहाँ जान्छ भन्ने कुराको गहिराइमा पुग्छन्। पुस्तकमा उल्लेख छ जुन व्यक्तिले आफ्नो बोसको जिम्मेवारी के हो र त्यो कसरी राम्ररी पुरा गर्ने भन्ने कुरा बुझ्छ, उनै भविष्यको नेता बन्छ। 4. साना साना छलाङ मार्फत विकास। एउटा ठुलो पदमा पुग्नका लागि सिडी जस्तै एक खुड्किलो चढ्नु आवश्यक छैन, बरु कहिलेकाहीँ मान्छेलाई उसको क्षमताभन्दा अलिक कठिन जिम्मेवारी दिनुपर्छ। यसले उसलाई सङ्कटमा निर्णय लिन र छिटो सिक्न बाध्य बनाउँछ। अन्त्यमा याद राख्नुहोस्, नेतृत्व कमोडिटी होइन, यो एउटा डिफ्रेन्सिएटर हो। कम्पनीहरूले पैसा र मेसिनमा धेरै लगानी गर्छन् तर मान्छे बनाउने ट्यालेन्ट इन्जिनमा गर्दैन। यदि तपाईँ आफ्नो संस्थालाई दीर्घकालीन रूपमा सफल बनाउन चाहनुहुन्छ भने आजैदेखि आफ्नो टिमका युवा प्रतिभाहरूलाई पहिचान गर्नुहोस्। उनीहरूलाई केवल कामको बोझ नदिनुहोस्, उनीहरूलाई नेतृत्वको पाठ सिकाउनुहोस्। उनीहरूलाई प्रश्न सोध्न प्रेरित गर्नुहोस्, निर्णय लिन दिनुहोस् र उनीहरूको
असफलतामा साथ दिनुहोस्, किनकि भोलिको सिइओ बाहिरबाट आउने होइन, आजको तपाईँको एप्रेन्टिसबाट बन्ने हो। आफ्नो सक्सेसनको चिन्ता नगर्नुहोस्, बरु त्यस्तो टिम बनाउनुहोस् जसले तपाईँ पछि पनि संस्थालाई झन् ठुलो उचाइमा लिएर जाओस्। आजको लागि अडियो दरबारको प्रस्तुति यति नै। अर्को पटक फेरि जीवन बदल्ने पुस्तकको सारसहित हामी भेट्ने नै छौँ। आजलाई बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।